हामी चाहिँ बिहानको आरती हेर्नलाई यहाँनिर 80 घाट आइपुगेको छौँ। अहिले बिहान 5 साढे 5 भएको छ, आरती सुरु भइसक्यो। यहाँनिर 80 घाटको आरती हुँदैछ। बिहानको आरती हो चाहिँ शुभ सन्ध्या आरती। अब घाट घुम्नको लागि जाँदैछौँ हामी 80 घाटबाट 84 घाट हामी 80 घाटबाट सुरु भएर अब हामी चतरातर्फ लागिसक्यौँ। अब फाइनल्ली हाम्रो भेट कोशीको चतरामा हुनेछ। सरर गएको पनि देखाइदिनु सेकेप होइन, बडा छ यस्तै छ हामी होइन, दामी छ यो सबै घाटहरू, सब घाट, रिवा घाट, तुलसी घाट, यो बिचको घाटको नाम हटेछ, यहाँ भदैनी घाट, पहिल्यै पछि घाट छ पुरै। म चाहिँ फ्रन्टमा बसेर अब हामी जाँदैछौँ नमो घाटतर्फ। नमो घाट आइपुगेको छौँ। नमो घाट होइन, दामी छ। यो नमस्ते वाला नमस्ते सही, नमो नमः नमो नमः यस्तो बनाएको छ। यहाँनिर चाहिँ यो पुलको छेउमा नमो घाट। हिजो आउँदा देखियो है यो। काशी विश्वनाथ मन्दिर दर्शन गरेर खाना खाएर फेरि एकचोटि घाट घुमेर फेरि अर्को कुन द्वारबाट मन्दिर देखिने ठाउँमा गएर भिडियो खिचेर सबैतिर घुमेर अब रुमतिर जाँदैछौँ। अहिले 2:30 भइसक्यो। रुम पुग्दा 3 बज्ला, फेरि 5 बजी निस्केर आउनु पर्छ। के जानु नजाउँ बसौँ त यतै गर्मी खाउँ। सानो गर्मी छैन, घाम पनि 150 वटा लागेको जस्तो भएको छ। सानो गर्मी छैन। अघि हामीले खाना खाएको ठाउँ चाहिँ यो हो, राम्रै खाना पाउँदो रहेछ। महँगो त्यत्तिकै राम्रो भइहाल्छ नि। महँगो चाहिँ पैसा तिरेपछि खाना नि महँगो चाहिँ भेज खानाको 640 रुपियाँ पर होइन, 400 रुपियाँ भाडा भनेपछि 640 रुपियाँ थाली। त्यो पनि थप्न नपाइने त्यस्तो थियो। पाइँदैन यार, यहाँ त भात साह्रै मिठो खाइयो। भात आउँछ होइन, थप्नै पाइँदैन क्या। पेट नअगाएर हो, म त जसरी भए पनि खानै पर्छ भनेर हाम्रो सधैँको ठाउँमा खानुपर्छ। ल त्यहाँको भात मिठो, लास्टै मिठो यार। दादा